अन्नपूर्णाको काखमा रहेको बेगनास ताल लेखनाथको सबैभन्दा ठुलो ताल हो। बेगनास ताल करिब 3.28 स्क्वायर मिटरमा फैलिएको छ। यो ताल पोखराको दोस्रो ठुलो ताल हो। बेगनास ताल डुङ्गा शहरको लागि हेवाताल पछिको प्रख्यात ताल हो। पर्यटकलाई आकर्षण गर्नका लागि अहिले डुङ्गा व्यवसायीद्वारा स्पिड मोटरबोट पनि सञ्चालनमा ल्याएका छन्। यो बेगनास तालमा चाहिँ हरेक महिनाको 1 गते चाहिँ यहाँ चाहिँ आरती पनि हुन्छ। बेगनास तालको गहिराई करिब 10 मिटर रहेको छ। बेगनास ताल लेखनाथको सबैभन्दा ठुलो ताल, सफा ताल भएका कारण पर्यटकहरूले निकै नै रुचाउने गरेका छन्। Birendra Vlogs, the amazing traveler. Hello everyone, namaste and welcome back to my YouTube channel. I hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै नै छु। र आज चाहिँ म तपाईहरुलाई हाम्रै लेखनाथमा रहेको लेखनाथको सबैभन्दा ठुलो ताल बेगनास ताल लाँदैछु। बेगनास तालको भ्लग आउँदैछ आज हाम्रो। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला भन्ने आशा गरेको छु। ठ्याक्कै अहिले चाहिँ म यो नरचोकमा छु। नरचोकबाट अब थोरै तल लाग्छु। अब त्यसपछि चाहिँ बेगनास ताल बस पार्क आउँछ। त्यहाँबाट चाहिँ हामी सिधै गयो भने चाहिँ हामी घोर्लेटार लमजुङ घोर्लेटार पुग्छौँ। अब त्यसपछि माझीजुनाहरू सुन्दै डाँडा बेगनास चाहिँ अब हाम्रो गाउँ भइहाल्यो। त्यसपछि अब हामी चाहिँ यहाँबाट लेफ्ट लाग्छौँ। लेफ्ट लागेपछि चाहिँ हामी पुग्छौँ बेगनास ताल। ओके, यो हाम्रो बेगनास ताल बस पार्क हाम्रै हो यो। अब यहाँबाट हामी लेफ्ट लाग्छौँ। बेगनास तालको माछा सङ्कलन तथा बिक्री केन्द्र राम्री केटीहरू पनि आएका रहेछन्। बेगनास तालमा यहाँलाई हार्दिक स्वागत छ भनेर बोर्डले पनि हामीलाई स्वागत गरिसक्यो। बेगनासकै भ्लगर भएर पनि एउटा बेगनास तालको भ्लग नबनाएको हुनाले चाहिँ आज बल्ल फाइनल्ली बेगनास तालको भ्लग बनाउन टाइम जुरेको छ मेरो। र अब हामी चाहिँ यहाँ स्कुटर पार्क गरेर चाहिँ अब हामी जान्छौँ बेगनास तालतर्फ। अब मेरो लागि ठ्याक्कै पार्किङ पनि राखेर रेडी गरेर हामी बेगनास तालमा आइसक्यौँ। अब यो चाहिँ बेगनास ताल गयो बर्खामा पानी झर्ने ठाउँ भयो। र यो बेगनास तालको ड्याम यतापट्टि देखेको पिप्ले साइड। अब यो ताल यतापट्टि चाहिँ डुङ्गा घाट छ। मोटरबोट त बन्द भयो। यहाँनिर चाहिँ यसरी चटपट पानीपुरी खाने ठाउँहरू छ। यता फोटोहरू खिच्ने ठाउँ यो डुङ्गा घाट साइड। यसलाई चाहिँ अहिले पछि जान्छौँ हामी। पहिला चाहिँ हामी यसरी यो ड्यामै हिँड्छौँ। ओके गाइज, अहिले चाहिँ हामी यो ठ्याक्कै बेगनास तालमा छौँ। र यो बेगनास तालको यो फुट ट्र्याक हो। र यतापट्टि ताल देख्न सक्नुहुन्छ। सो हाम्रो यो पोखराको दोस्रो ठुलो ताल र लेखनाथको पहिलो ठुलो ताल हो। सो एकदम रमणीय र सुन्दर छ, सफा छ बेगनास ताल। सबैभन्दा सफा तालमा पनि गनिन्छ यो बेगनास ताललाई चाहिँ। पोखरा भ्यालीबाट बाहिर हुनुहुन्छ भने बेगनास ताल चाहिँ एकचोटि अवश्य आउनु होला। यसलाई चाहिँ पिप्ले भन्छ है। यो माथि यता अहिलेको भाइरल रेस्टुरेन्ट पनि यतै हो। र यो पुरै यहाँबाट चाहिँ पुरै बेगनास तालको कति एरिया छ सबै देख्न सकिन्छ। यसरी फुट ट्र्याक पनि यसरी यति लामै छ। ड्याम पुरै उतापट्टि डुङ्गा घाट। ओके गाइज, अहिले चाहिँ हामी यो पिप्ले साइडतिर यो फुट ट्र्याकमा यो ड्याम यसरी हिँड्दैछौँ। र अब चाहिँ हामी एकछिन हामी उता वहाँ जान्छौँ र यो डुङ्गा घाटतिर। सो डुङ्गा घाटतिर पनि जान्छौँ र डुङ्गा घाटतिरको पनि तपाईँहरूलाई भ्यू देखाउँछौँ। र अहिले चाहिँ यो बेगनास ताललाई चाहिँ यो जुन डाँडाको छेउछेउ एउटा फुट ट्र्याक बनाउने भनेर चाहिँ बाटो हल्का नयाँ पनि खन्दैछ। त्यहाँ पनि कतिसम्म कहाँसम्म बाटो खनेको रहेछ त्यो पनि देखाउँछौँ। र हाम्रो यो बेगनास तालमा चाहिँ हरेक महिनाको 1 गते चाहिँ यहाँ चाहिँ आरती पनि हुन्छ। हरेक महिनाको 1 गते साँझ आरती हुन्छ यता डुङ्गा घाट साइडतिर। र यहाँनिर चाहिँ अहिले चाहिँ मोटरबोट पनि हालिएको छ। त्यो जुन चाहिँ एकदम रमाइलो र मजा पनि आउँछ चढ्नको लागि। सो यो चाहिँ दिउँसो 3 बजेपछि चाहिँ बन्द हुन्छ। बेगनास तालमा रोपेको फुल यसरी बाहिर हालिदिएको छ। यसरी बाहिर छोड्न चाहिँ नपाइने हो। र यो चाहिँ माछा पालन केन्द्र हो है। यहाँ चाहिँ माछाको भुराहरू पाइन्छ हामीले किन्नको लागि।
तपाईँहरू ढुङ्गामा चढ्न चाहनुहुन्छ भने यतापट्टि टिकट काउन्टर पनि छ। टिकट काउन्टर अहिले यहाँ नयाँ थपेको भनेको चाहिँ यो मेघनास्थल भनेर यसरी लेखेको छ र यहाँ माछा फोटोहरू पनि छ। यो चाहिँ आरती गर्ने ठाउँ। हरेक महिनाको 1 गते चाहिँ यहाँ आरती हुन्छ। आरती गर्ने ठाउँ भयो यो ढुङ्गा घाट। टिकट काउन्टर यतापट्टि छ र अब यहाँबाट चाहिँ एउटा छेउ जाने बाटो पनि छ उता। यहाँ चाहिँ 3वटा तालको म्याप पनि रहेछ। यतापट्टिको यो चाहिँ रूपाताल, यो बेगनास्थल भइहाल्यो, यो मैतीताल, यो मैतीतालहरू कत्रो छ भनेर यस्तो राम्रो देखेको यो ढुङ्गा मिलाएर राखेको। र अब चाहिँ यो तालको छेउछेउ यसरी फुड ट्र्याक पनि बनाएको छ। उतैसम्म जान मिल्छ। उताबाट नि राम्रो देखिन्छ। अब वहाँ अलिकति उतासम्म जान्छौँ हामी। यसको तालको छेउछेउ यसरी तालको भ्यू हेर्दै यसरी वन यसरी हिँड्ने बाटो पनि बनाएको छ क्या अहिले चाहिँ। यसरी वनमा शीतल तरिकाले यसरी बेगनास्थल पनि पुरै हेर्न सकिन्छ हामीले। सो ओके गाइज, आजको बेगनास्थलको भ्लग चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो? पक्कै पनि भिडियो राम्रो लाग्यो होला। सो भिडियो मन परेमा प्लिज च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक र मिठो कमेन्ट पनि गरिदिनु होला भन्न चाहन्छु। र आजको लागि चाहिँ यति नै। फेरि पनि नयाँ दिन नयाँ भिडियो लिएर म आउने छु। त्यतिन्जेलसम्मको लागि चाहिँ बाई बाई। थ्याङ्क यू फर वाचिङ।